के छ केटा हो होइन आज चाहिँ ऱ्यान्डम खेलिरहेको नि सिएसमा अनि मेरो ऱ्यान्डम टिममेटहरू चाहिँ सबजना मसँग हान्छ म चाहिँ 1v4 हान्न सक्छु अनि बसिरहेको हुन्छु त्यसले चाहिँ मलाई देख्छ क्या हेर्नु है अब यसले इमोट हान्छ क्या हेर्नु है इमोट हान्छु फ्ल्याग गाड्छ किलको होइन अब हेर्नु है अब नि फेरि नि यसले इमोट हान्छ क्या अब नि हान्छ क्या यसले चाहिँ इमोट हानिरहेको हुन्छ मलाई चाहिँ मैले चाहिँ किल नि धेरै हान्न पाउन्न अहिले चाहिँ अनि यहाँ चाहिँ यसले पछाडिबाट हान्छ हेर्नु है म चाहिँ यता पछाडि गुलबल लगाइदिनु खोज्छु हुन्न पछाडि यहाँ यता बाहिर हुँदै चाहिँ मैले चाहिँ देखेन म चाहिँ त्यहाँ एनिमी हानिरहन्थेँ अब नि यसले फेरि इमोट हान्छ हेर्नु है अब नि फेरि नि यसले इमोट हान्यो अब चाहिँ त्यो दिनको राउन्ड भइसकेको थियो अब चाहिँ योसँग रिभेन्ज लिनुपर्छ अनि म चाहिँ अगाडि अलि गइरहेको थिएँ अन्ट्याप हान्न खोजिरहेको थिएँ तर पाएकै थिएन क्या यहाँ अब यहाँ म चाहिँ त्यसको यहाँ टाउको देख्छ क्या अलिकति हेर्नु है अब यो चाहिँ त्यो चाहिँ डाउन हुन्छ त्यो चाहिँ त्यहाँ डाउन भइसक्यो हुन्छ अनि म चाहिँ अब यताबाट रस हान्छ जस्तो सोचिरहेको थिएँ यहाँ उताबाट फेरि निमले हान्छ जस्तो लागेर फेरि म फेरि यता गएँ यसलाई त त्यहाँ एउटा रिभाइभ दिन खोज्छ क्या यो इनिमी चाहिँ लोड चलाक हुन्छ हेर्नु है मलाई ग्रेनेड हानिदिन्छ क्या ऊ चाहिँ बाँचेर ओरियन भनेर म चाहिँ यहाँ माथिबाट जान्छु जस्तो लाग्छ फेरि गइनँ दुइटा खा भने म चाहिँ गइनँ किन सायदले ऊ मलाई फेरि ट्रोगन हान्न खोजिरहेको हुन्छ ट्रोगन हान्न खोज्यो नि मैले चाहिँ हानिदिन्छु यसलाई अब यही यो गुलबलभित्र गल्यो मलाई इमोट हाने योसँग रिभेन्ज लिनुपर्छ भने म चाहिँ यता गइरहेको थिएँ अब म चाहिँ यहाँ माथिबाट गइन्छु योसँग ह्यामर हुन्छ क्या त्यही भएर मैले यसलाई धेरै रस हानिदिन्थेँ ट्याक्कै अन्टेप लाग्यो अब योसँग चाहिँ फाइनली रिभेन्ज नै जित्यो अनि गेम नै जित्यो ल सबैले यहीमा लाइक सब्सक्राइब गरिदिनु होला यो चाहिँ मेरो नयाँ आइडिया हो